छक्काहरू एक ठाउँ भेला भएर मार्दै हुन्छ यिनीहरूलाई राप्रपा पार्टी सहित। महेन्द्र पथमा थिए, महेन्द्र पथको कुरा गर्छ ज्ञानेन्द्रले, महेन्द्र पथको कुरा गर्छ तपाईँको चाहिँ राप्रपा पार्टीले। महेन्द्र पथलाई दबाएर यी कुत्ताहरू बिपीका एजेन्टहरू दुई चकिया मानिसहरू। त्यसकारण यो देश 40 वर्ष महेन्द्र पथ अब 100 वर्ष भन्यो हामीले त। अहिले धेरै नजाऊ, अहिले 40 राख, 40 ल 40, किन 30 को शासन सत्ता बाँडफाँड थियो। 17 सालमा सिग्नेचर भयो दलहरूसँग 30 वर्ष शासन गरौँ भनेर। अब 17 बाट 30 भएर अहिले त 35 36 भइसक्यो, डिले भइसक्यो। किन? यो दलहरूले भेटाएन क्या सेफ ल्यान्डिङ। दलहरूको प्लेन माथि आकाशमा उडेछ, फ्युल सकियो, अब ढ्याक्कै तल फस्ने भनेर क्रास हुने मात्रै हो। गरिरहेछन्। मैले 13 नम्बर याद गर्नुहोस्, 13 2083 लाई जोड्यो भने 13 आउँछ। त्यसकारण यिनीहरूले यो 13 लाई जहिले हेप्यो, अपमान गरेर पाल्यो। त्रिशूल डामेर छोड्यो अनि अपमानित गर्यो क्या उसलाई। अपमान भएको क्यारेक्टर भने परशुराम हो। त्यस्तो हुन्छ, डेन्जर हुन्छ। त्यसकारणले उनीहरूले नै निर्माण गरेको क्यारेक्टरले उनीहरूलाई मारिदिन्छ। टर्मिनेटर भनेको थियो। युवा पुस्ताको लागि मात्रै हो अब, किनभने तपाईँको कस्तो हुन्छ भने युवा पुस्तामा आधारित शासन छैन, त्यति उल्टा पुग्छ के। 2028-29 सालको त्यो नयाँ शिक्षा नीति खारेज गर्दै पुग्छ। प्रायोगिक छैन नि त। प्रायोगिक छ छैन नि है। एउटा डोको बुड्ने तालिम भए मलाई म खुसी हुन्थेँ कि यो बेकारमा उल्झाइदियो नि मलाई।